आदरणीय दर्शक महानुभावहरू, हामी यति बेला सुब्बा देउरालीको यो माथि अग्लो झुलुङ्गे पुलमा जाँदैछौँ। आउनुहोस्, त्यहाँबाट कस्तो देखिन्छ दृश्य म तपाईहरुलाई देखाउन चाहन्छु। अरे शिव, यो चाहिँ गोरु जस्तो ढुङ्गो रहेछ यहाँ बाटामा। ओ माई गड, सुब्बा देउराली मन्दिर फाइनली देखियो। अब यहाँबाट पारी जान डर लाग्छ कि लाग्दैन है? ओ माई गड, सुब्बा देउराली मन्दिर माने हजारौंको संख्यामा यहाँ पर्यटकहरू आउने गर्नुहुन्छ। र यो चाहिँ पुल माथि डाँडाबाट, ओल्लो डाँडाबाट पल्लो डाँडामा राखिएको छ। ल हेर्नुहोस्, तल हेर्दा आँखा रिङ्छ। ओ माई गड, ओ माई गड। ल सुब्बा देउराली मन्दिर यसरी देखिन्छ पारी। यहाँ चाहिँ फोटो खिचिराख्नु भएको छ, फोटो सेसन चलिरहेछ। यो पल्लो भाग नेपालको झन्डा हराएर यसरी टक्क यहाँ फोटो खिचिन्छ पारी। मन्दिर यसरी चाहिँ पारी देखिएको छ टक्क लाएर। ओ दर्शक महानुभावहरू, हामी यति बेला सुब्बा देउराली मन्दिरमा छौँ। यो सुब्बा देउराली मन्दिरको चाहिँ हामी दृश्यहरू तपाईहरुलाई देखाइराखेका छौँ। यो माथिको पुल निकै आकर्षक छ सुब्बा देउराली मन्दिरको लागि। यहाँबाट यसरी क्यामेरा टक्क फर्काउने हो भने सुब्बा देउराली टक्क पारी देखिन्छ है। यो भित्तामा, ओल्लो भित्ताबाट पल्लो भित्ता, कोइली मान्छे नआउने ठाउँमा चाहिँ यो मान्छे आउन सक्ने बनाएको छन्। यो चाहिँ सम्भव राम्रो देखिएको छ। यहाँ एकदम स्पेसल छ। ल यो मन्दिरमा, पुलमा आउनको लागि पनि साहस चाहिन्छ। सरी, यो मन्दिर पुलबाट तल तपाईँ देख्नु सक्नुहुन्छ, यति तल छ। यहाँबाट चाहिँ पल्लो गाउँमा सुब्बा देउराली मन्दिर चाहिँ देखिन्छ। पारीको डाँडाबाट चाहिँ यहाँ आएर यसरी टक्क तल